हेलो गुड मर्निङ गाइज। सो गाइज आज चाहिँ बिहानको 5 बजिसकेको छ अनि आज चाहिँ मेरो बर्थडे हो। सो गाइज अब चाहिँ हामी बर्थडे मनाउन कहाँ जाँदैछौँ तपाईँहरूलाई यो भिडियो मार्फत देखाउँदैछौँ। गाइज हामी चाहिँ बर्थडे मनाउन जाँदैछौँ। हामी चाहिँ बर्थडे मनाउनु ट्र्याक्टरमा जाँदैछौँ। सबैजनाले ह्याप्पी बर्थडे भनिदिनु होला। गाउँघरमा भएको बर्थडे चाहिँ एकदम रमाइलो हुन्छ है। अनि यो चाहिँ हामी ट्र्याक्टरमा जाँदैछौँ। सो गाडीहरू त केही पनि पाउँदैन र पनि धन्न एउटा ट्र्याक्टरमा भए पनि हाम्रो यो दिन चाहिँ एकदम यो स्पेसल बर्थडे भनेको चाहिँ मेरो लाग्दै एकदम मेमोरी हुनेछ। सो गाइज अब तपाईँहरू पनि के कस्तो तरिकाले बर्थडे मनाउनुहुन्छ। मेरो बर्थडे चाहिँ यस्तै छ है गाइज। लाग्यो माथि घुम्नु गएको माइजो अहिले उयो के अरे छिटो भयो भने त भाइको त्यहाँ आएछ गएपछि उसलाई लगेर आरआर गार्डन घुम्नु गएको बिजुकै हुन लाग्यो। गाइज मलाई चाहिँ केक भनेको एकदम सादा मनपर्छ अनि मैले दाइलाई पनि भनिदिएको थिएँ दाइ मेरो नाम मात्रै लेखिदिनुहोस् अरू केही पनि नलेखिदिनुहोस् भनेर भनेको थिएँ। गाइज केक पनि रेडी हुँदैछ हाम्रो बर्थडेको लागि। हेर्नुहोस् त गाइज बिहानै बिहानको भ्यूज यस्तो अमेजिङ छ। फाइनली हामी चाहिँ बर्थडेको लागि स्पेसल आरआर गार्डन आइपुगिसकेको छौँ साथीहरू। अब हाम्रो बर्थडे पार्टी चाहिँ सुरु हुन गइरहेको छ। हेलो म मोमो चाउमिन वाली। हेलो म कुरकुरे वाला। वाली म आई वो केक वाली। हेलो म चाहिँ बर्थडे वाली। स्पेसल हाम्रो ठाउँ आरआर गार्डन चाहिँ हामी आइपुगिसकेको छौँ। अब हामी चाहिँ बर्थडे मनाउँछौँ एकछिन पछाडि। तर अहिलेको हाम्रो यो दायाँ बायाँको ठाउँ चाहिँ यस्तो बवाल भएको छ सबैजनाले इन्जोय गरिरहेको छौँ। तपाईँहरूको लागि पनि यो बर्थडे स्पेसल ठाउँ हुनेछ। प्लिज तपाईँहरू पनि आउनुहोला र यहाँ बर्थडे भन्दा पनि घुमघाम पिकनिकको लागि पनि ठाउँ रहेको छ। एकचोटि पक्कै पनि भिजिट गरिदिनु होला। गाइस ठाउँको मात्रै कति कुरा गर्नु कति कुरा गरेको होला भन्दै हुनुहुन्छ भने अब यहाँबाट भित्र छिरेपछि त झन् अर्कै मजा आउँछ साथीहरू। यहाँभित्र यस्तो दामी ठाउँ छ है यस्तो दामी ठाउँ छ हामी त एकछिन त छक्क पर्यौँ। यस्तो चिसो मौसम थियो र पनि हामीलाई चाहिँ नयाँ ठाउँ गएको भएर हामीलाई चाहिँ कुनै पनि चिसोको अनुभव नै भएन। अनि हाम्रो बच्चाहरू पनि यहाँ खेल्ने कुराहरू एकदम पुरा इन्जोय गरिरहेको थियो। चिसो भए तापनि बच्चाहरूलाई चाहिँ कुनै त्यस्तो उयो भएको थिएन चिसै भएको थिएन। उनीहरू एकदम घुमी खेली रमाइरहेको थियो। अनि हामी पनि यताउता फोटो खिच्दै हामी पनि नयाँ ठाउँमा आएको भएर हामीलाई पनि एकदम खुसी लागिरहेको थियो। बच्चाहरू त झन् यति धेरै रमाइरहेको थियो।
सो गाइस यो ठाउँमा चाहिँ फेरि पनि जान पाऊँ है। यस्तो बबाल मजा आएको थियो। गाइस यहाँ चाहिँ आधार गार्डनभित्र चाहिँ एउटा पोखरी छ है। त्यो पोखरीमा चाहिँ हामी गेटमा छिर्ने बेलामा सेक्रेटरीले भन्दै हुनुहुन्थ्यो पोखरीमा चाहिँ फोहोरहरू नगरिदिनु होला, ढुङ्गा नहानिदिनु होला भन्दै हुनुहुन्थ्यो। अनि हामीले हेऱ्यौँ एकदम पोखरी एकदम सफा थियो। अनि अब हाम्रो चाहिँ बर्थडे मनाउने ठाउँ भनेको चाहिँ यहाँ माथिको आधार गार्डनभित्र चाहिँ अब हामी बर्थडेको लागि जाँदैछौँ। बर्थडेको लागि रेडी हुँदैछ है। सबै उता आधार गार्डनतिर यसो हिँडेको भिडियो बनाउनुपर्छ, यता बनाउनुपर्छ। यता नि बनाउँदा भइहाल्छ। अब नानी खेल्छ एकछिन अनि हामी अब लुगाहरू फेरेर हामी चाहिँ बर्थडे गर्ने। गाइस म तपाईँलाई यहाँ सरर यहाँको भ्यूज देखाइदिन्छु। पछि त झन् वैशाखमा यस्तो दामी यहाँ लाली गुराँस फुलेर यस्तो राम्रो ठाउँ हुन्छ। प्लिज तपाईँहरू पनि इन्जोय गर्नुहोला। यो चाहिँ हाम्रो टिकटक बनाउने स्टाइल। एक दुईवटा हामीले पनि टिकटक बनायौँ। आधार गार्डनभित्र आइसकेपछि टिकटक गाइस अब चाहिँ हामी बनाउनै पर्छ साथीहरू। अब हामी काट्दैछौँ केक। सो गाइस हामी चाहिँ केक काट्न आँटेको अब बर्थडे गर्ल आधार गार्डनमा। ह्यापी बर्थडे टु यु। Happy birthday to you. पुष्पे यहाँ यस्तो भन न। Happy birthday to you. के खायो? यहाँ छ त्यता। अनि खोइ यहाँ भएन त नि। केकमा हाल्नु छोडेर भिडियो बनाउँछ। वर्षाले फेरि सपनाको लगाइदिन्छ। बाई बाई बच्चा। छोरीको गिफ्ट है। ए फेरि पोका पकिने झोला नि दिए जस्तो गर्नु। दुईचोटि गरौँ न। सो गाइस हामी चाहिँ अब खानु स्टार्ट गरिसकेको। बर्थडे गर्ल उहाँ हुनुहुन्छ। समात्दैन यहाँ मेरो समाते पोखा नाड्छौ। हामीले चाहिँ बर्थडे पनि मनाइसक्यौँ। अनि अब हामी यसो आधार गार्डनलाई बाई बाई भन्दै यतातिर फोकस। यहाँ चाहिँ ढुङ्गामा के कुदेर बनाएको छ नि त मूर्तिहरू। म तपाईँहरूलाई देखाउँदैछु। यो चाहिँ गुराँसको रुखहरू हो। अब यहाँ चाहिँ चैत वैशाखमा चाहिँ मजाले फुल फुल्दा चाहिँ एकदम राम्रो ढकमक्क हुन्छ नि त। गोलेन पाल्मो यो चाहिँ जाँतो आकारको रहेछ। यसलाई चाहिँ जाँतो भन्छ। अनि यो चाहिँ मान्छेले नै बनाएको कि यस्तो हो नि। यो चाहिँ हाँतो। यहाँ चाहिँ यो चाहिँ फेरि के हो नि। What is this? त्यहाँ हेर न केहरू छ नि।
सगरमाथा हिमाल क्रोकोडाइल आमा सिस्नु जस्तै कोही क्रोकोडाइल सेम टु सेम छ नि त क्रोकोडाइल ओ माई गॉड भ्यागुदाले कसो गरेछ 1 2 3 को भ्यागु त यस्तै हिँडेको गरे अनि सामान तल छ त नि जान्थे घुम्न जहिले नि यस्तो मजा भाथेन कहिले नि ठुलममलाई सोधेको त अनि थाहा छैन भन्दै त सीताको साडी अरे सुकाको थ्याङ्क यू रिले चाहिँ यो मलाई बर्थडे गिफ्ट गरेको रे धेरै धेरै थ्याङ्क यू हेलो गाइस सो गाई चाहिँ म चाहिँ तपाईँलाई देखाउँछु बट हिँड्दै 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 जानुपर्छ सिधा हेर्नु टाइगर यहाँ चाहिँ के छ भने गाई यहाँ क्रोकोडाइल उता भ्यागुता उता क्रोकोडाइल अब हामी जाँदैछौँ फेरि हेर्नु हात्ती यहाँ छ आँखा पनि छ नि त फेरि जानुपर्छ है यहाँ के तिनजुरेको भिर होइन नि त्यतिकै यस्तो मजा भात कहिले नि बर्थडेले बी हालत बनायो क्या हो सम्राट यहाँ आउँदैछ त हेलो बाबा भन्दै आर गार्डन एक कान दुई कान मैदान अब हामी चाहिँ बर्थडे मनाइसकेर अब हामी चाहिँ घर फर्किँदैछौँ जम्मा सबैजना घर साथीभाइ हो को फेरि यहाँ मलाई ठेल्ने के बाँधिदिनु मेरो संसार कस्तो राम्रो फुल रहेछ फुल रोप्ने डिजाइन यो सिस्टम चाहिँ दामी रहेछ नानी हिँड्यौ छोरा हली पनि रहेछ नि केसारी फुल्यो खै खाउन बिसार फाइनली गए अघि त जाडुले कालो भएको थियो अहिले त घामले फेरि रातो बनाइदियो